जय बजरंगी बली, तोड़ दे दुश्मन की लाली। चेंजी हो मैं चेंजी। मर्निङ मर्निङ गाइज, मर्निङ। आज चाहिँ सरस्वती पूजा हो। हामी पूजासुजा गरेको त छैन अहिले। हामी चाहिँ जस्ट अहिले नुहाउन हिँडेको। आज धेरै टाढा नुहाउन गइदिएन, यतै नजिकै नुहाइन्छ आज चाहिँ। मौसम चाहिँ आज एकदम बबाल छ। ओहो, सरस्वती पूजा भनेपछि हुनुपर्छ यस्तिको। के हो, क्यामेरा मेरो खत्तम भयो क्या। म चाहिँ यहाँ नुहाउने ठाउँ नजिक आइसकिस्। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ यता चारैतिर हेर्नु त घाम साम लागेको छैन। हामी चाहिँ यी नुहाउने हो, सानोतिनो पानी छ। यता हेर्नु सक्नुहुन्छ तपाईँहरूले घामै लागेको छैन। यता हामी नुहाउने ठाउँमा घामै लागेको छैन। अझ खोलाको पानी, यो खोलाको पानी यति चिसो हुन्छ नि के भन्नु। यति चिसो हुन्छ नि खोलाको पानी, मुटु छुन्छ मुटु। अहिले नुहाइसकेपछि के भन्नु। यहाँ ज्याकेट खोल्दा त कस्तो जाडो भएको छ के भन्नु। नुहायो भने झन् कति जाडो होला। ओहो, पानी चिजाएर घर जाऊ कि क्या हो। तर होइन, हामी त्यस्तो गर्दैन। हामी युवा हो, युवा। हामी जेनजी हो। हामी यहाँ नुहाएरै घर जान्छौँ, होइन पूजा गर्न जान्छौँ, सरस्वती पूजा गर्न। किन अप्सरले डुब्डीले डुब्डी न डुब्डी। जय बजरंगी बली, तोड़ दे दुश्मन की लाली। तपाईँहरूले हेर्न सक्नुहुन्छ कस्तो चिसो पानी छ। अनुमान गर्नु न, अनुमान। यहाँ धुङ्गा निस्किरहेछ, धुङ्गा एकचोटि पानीबाट निस्किने बित्तिकै। कस्तो चिसो पानी होला। ओहो, ओ मा गोटुला। अझ म नुहायो भने झन् ओहो, आज जिउँदै हुन्छ कि साला लास जान्छ यहाँबाट। सरस्वती पूजा मनाउन नि गाह्रो छ हौ, गाह्रो छ। अस्ति माघे तिला सङ्क्रान्ति त बल्ल तल्ल बनायो। अक्री बक्री जातिको लक्री, ओम नमः नमः जुवारे बाबा। अब आत्मा समर्पण हुने भइगयो नि। लामो जस्तो कति चिसो पानी। चेन्जी हो म चेन्जी। एकदम हात हटा खानु छ ती जेजी गर्न। बाप रे बाप, ओ मा गोटुला। यति जरामा नुहाउने मजा आउँछ यार। त्यही त हाम्रो के निकाल्नु चाहिँ त। ओ धुँगा कित्र निकाल्छ त्यो यार। सबै बाफ निस्किन्छ। हेर्नु, यति बिहान बिहान नुहाउँदा कस्तो बाफ निस्किन्छ। हाडी तताइ खानु छ। जेनजी हो म, जेनजी जेनजी। भेल बेल बेल। म चाहिँ यहाँ नुहाइ गरेर घरमा आएर लुगा सुगा लगाइसकेँ। मैले चाहिँ यहाँ किताबमा पूजा सुजा गरिसकेँ। अब चाहिँ स्कुल जाने हो। अब स्कुलमा पूजा सुजा गर्ने हो, दर्शन सर्शन हान्ने हो। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ पूजा गर्नेहरू लाइनको लाइन छ, कति धेरै मान्छे। हामीहरू चाहिँ पूजा सुजा गरिसके स्कुलमा। अब चाहिँ पुण्य खाना हिँडेको। यहाँ पूजा गर्ने मान्छेहरू चाहिँ पूजा गरिरहेछ। यहाँ यता हाम्रो मजदुरीहरू, यहाँ खैरेहरूले मजदुरी गरिरहेछ हाम्रो स्कुलमा। कति ब्रान्डेड स्कुल हो हाम्रो, सोच्नु न। अब खैरेहरूले मजदुरी गर्छ यहाँ। म चाहिँ स्कुलमा बुनिया सुनिया खाएर आइसकेँ। यसपालि दिदी साह्रो रमाइलो भएन बुनिया खानालाई चाहिँ। अब धेरै होइन, ठिकै ठिकै त्यो प्रसादी हो। पोहोर परारको जस्तो चाहिँ अब भएन। अब ठिकै थियो भनौँ न।